अनि यो किताब चाहिँ मान्ठ र देउताको कुरा पनि यसैमा गरेको छ। अनि हाम्रो समाज हामी अस्पताल उनीहरूभन्दा देउतासँग बढी जोडिएको हुन्छ, अथवा हामीलाई देउता र भूतको कथाहरूले जोड्छ। यो एउटा एकदम सुखद अवसर हो, विशेष गरेर मेरो लागि त छँदै हो, यो समग्र कर्णालीको लागि पनि एउटा ठुलो अवसर हो कि प्रज्ञा प्रतिष्ठानको यो हलमा कर्णालीको एकदमै उम्दा युवा लेखकले लेखेको एकदमै सार्थक, एकदमै घनीभूत एउटा पुस्तकको बारेमा मैले कुरा राख्न गइरहेको त्यो अवसरमा म अत्यन्त खुसी लागेको छ। अब सामान्यतः यो किताबको समीक्षा गर्ने, किताबको बारेमा बोलिएको यसरी बोल्ने चाहिँ मेरो पहिलो अभ्यास हो कि यहाँ मभन्दा हामी सबैले पढिआएको, एकदम सुनिआएको होइन, एकदम विद्वत एउटा लेखक नयनराज पाण्डे हुनुहुन्थ्यो, एकदम राम्रोसँग बोल्ने अनि हाम्रो एकदमै मन परेको होइन, यो एउटा नायिकाको रूपमा मात्रै होइन, समाजका जुन मुद्दाहरूलाई यस्तो मजाले प्रखर रूपमा ल्याउने, बोल्ने होइन एउटा हुनुहुन्थ्यो। अनि उहाँहरूले बोलिसकेपछि मेरो आफ्नो धारणाहरू पनि बनाउला भन्ने सोचिरहेको थिएँ, तर म अगाडि नै बोल्न आएँ। मैले चाहिँ किताब पढेँ, एकदम अद्धपान्त पढेँ, वास्तवमा दोहोऱ्याएर पनि पढेँ केही चिजहरू। कथाहरूले यसरी छुँदो रहेछ कि होइन, कुनै चिज चाहिँ तपाईँलाई फेरि पनि पढेर अनि त्यसलाई आत्मसात गर्न मन हुँदो रहेछ। सो यसरी किताब पढिरहँदा मलाई एकदमै धेरै उत्सुकता थियो कि किताब मलाई पठाइदिँदा बित्तिकै अत्यन्त सुन्दर लागेको थियो। मैले सुरुमा एउटा पोस्ट गरेको थिएँ, अत्यन्त लोभ लाग्दो किताब भनेर। छुँदाखेरि पनि लोभ लाग्दो तरिकाले एकदम आनन्दको छ कि यसको कभर चाहिँ। यो नयाँ प्रयोग पनि रहेछ अहिले भर्खरै जुन कुरा भन्नुभयो, त्यो किताब अक्षरहरू मात्रै होइन, त्योसँग कला धेरै ढङ्गले चाहिँ मिसाउन मिल्ने रहेछ भन्ने पनि सिकियो, थाहा पाइयो। सायद यो पनि एउटा नयाँ प्रयोगहरू नेपालको यो लेखनी प्रकाशनमा पनि भित्रिँदै जाँदा त्यो पठन अनुभूतिलाई अझ गहन बनाउँछ, अझ मिठो बनाउँछ जस्तो लाग्छ। किताब पढ्दै जाँदा मलाई अर्को ढङ्गले पनि किन खुसी लाग्यो भने कर्णालीका कथाहरू, कर्णालीका कुरा यति धेरै छन्, त्यो हाम्रो कुराकानीहरू त्यो आउनुपर्छ विभिन्न माध्यमबाट भन्ने लाग्थ्यो। यो पुस्ताले चाहिँ अगाडि बढाउनु भयो। योभन्दा अगाडि केही अभ्यासहरू भएको छ, हाम्रा पूर्वजहरू कतिजनाले लेख्नु पनि भएको छ, तर एउटा समाजको भनौँ न आफ्नो भावनाहरू लेख्दै जाँदा नेपालको समग्र साहित्य आकाशमा आफूलाई चाहिँ उभ्याउनको लागि धेरै कसरत गर्नु परिरहेको अवस्था थियो। हाम्रातिरका आञ्चलिक भनौँ या अहिले प्रादेशिक कथाहरू होइन, त्यहाँका भावनाहरू चाहिँ अझ बढी उजागर हुनुपर्ने, त्यहाँका लेखकहरूले अझ बढी प्रेरणा पाएर लेख्नुपर्ने भन्ने लाग्थ्यो। र हामी कर्णाली चाहिँ त्यसरी नै जुर्मुराउनुपर्छ र जुरुक्क उठ्नुपर्छ भन्ने हाम्रो आफ्नो एक प्रकारको मान्यता ध्येय पनि थियो। त्यो सिलसिला सुरु भएको जस्तो लाग्छ, त्यो सिलसिला अहिले सुरु भएको जस्तो लाग्छ। अनि त्यसैको एउटा चाहिँ एकदम महत्त्वपूर्ण कडी चाहिँ यो किताब हो भन्ने लाग्छ। किनभने आज हामी यही हलमा 3 जना कर्णालीका युवा एकदमै सशक्त लेखकहरू पनि छन्, जो चाहिँ विभिन्न अवार्डहरूमा नोमिनेटेड हुनुभएको। डाक्टर नवराज केसी हुनुहुन्छ होइन, हाम्रो तोर्किन लेख्ने क्षितिज समर्पण हुनुहुन्छ, पैकल्लोको हाम्रो ओम रिजालजी हुनुहुन्छ। यो चाहिँ हेर्नु न, हामी बिस्तारै यो ठाउँमा कर्णालीका लेखकहरू चाहिँ पाइरहेका छौँ र सशक्त लेखकहरू पाइरहेका छौँ। त्यसको सिलसिला हो जस्तो लाग्छ क्या यो। र किन हामीलाई यसलाई पृथक ल्याउँछ भने सायद कर्णालीमा जुन खाले विविधता छ, जुन कठिनाइ छ, जुन त्यसले चाहिँ सोच्ने तरिका अलिकति फरक भिन्न तरिकाले पनि नेपाली साहित्य आकाशमा, नेपाली शब्द भण्डारमा हाम्रा लवजहरूले योगदान पुर्याएर अझ त्यसलाई चाहिँ विस्तृत गर्ने, बृहत बनाउने चाहिँ योगदान दिन्छन् जस्तो लाग्छ। यो किताब पढ्दै जाँदाखेरि यो त कथा सङ्ग्रह हो, यो कथाको बारेमा धेरै एङ्गलबाट हेरिएला। अघि पनि भयो 11वटा कथा। त्यो पढिराख्दा मेरो घर चाहिँ जुम्ला हो, म जुम्लामा हुर्के बढेको छु। लेखक चाहिँ जाजरकोटमा, तर उहाँको जुम्लासँग एकदमै अनुनासिक सम्बन्ध छ। र संयोग पनि के भने त्यहाँ एउटा कुसेको डाँडा छ, एउटा चाहिँ नदाईको त्यो के अरे पोखरी भएको एउटा भाग छ। त्यहाँबाट जाजरकोटका मान्छेहरू जुम्ला जान्छन्, जुम्लाका मान्छेहरू जाजरकोट आउँछन्। जुम्ला हिमाली भाग हो, हामीले जाजरकोटलाई औल भन्छौँ, त्यतातिर झर्छन् अलिकति गर्मीमा। यो एउटा चाहिँ आइराख्ने समस्या हो। अर्को एउटा संयोग के भने
ठिक्क त्यो परिपट्टि जुम्लामा चाहिँ जुन ठाउँ हो त्यो चाहिँ मेरो गाउँ हो क्या, मेरो एरिया हो, मेरो पालिका। अहिले तातोपानी गाउँपालिका छ, त्यो जोडिएको यतातिर कुसे हो, त्यो जाजरकोटको भाग। र यो धेरै कथाहरू चाहिँ त्यही आसपासमा चाहिँ घुमिरहेका हुन्छन्। अनि त्यसले चाहिँ मलाई पनि नोस्टाल्जिक बनाइरहेको छ कि कथा पढ्दै जाँदाखेरि, कि म त्यही समय होइन त्यो ठाउँ। अनि यो कथाहरू हामीले त्यो फिक्सन भन्दाखेरि चाहिँ एकदमै काल्पनिक पनि छैन। मलाई यो पढ्दै जाँदाखेरि चाहिँ एउटा इथ्नोग्राफिक राइटिङ जस्तो लाग्छ। मैले एन्थ्रोपोलोजी पनि पढेको थिएँ। एन्थ्रोपोलोजीमा के भन्छ भने त्यो इथ्नोग्राफिक राइटिङ भनेर भन्छ, त्यो स्टोरिड रियालिटीहरू भन्छ क्या होइन। त्यो रियालिटी चाहिँ हो, तर त्यसलाई एकदम स्टोरी टेलिङ यस्तो तरिकाले चाहिँ बुनिएको हुन्छ कि तपाईँले एउटा समाजलाई चाहिँ यस्तो मजाले अध्ययन गरेर, त्यही भएर साहित्यलाई समाजको ऐना भनिएको होला। सबै साहित्य चाहिँ समाजको ऐना हुँदैन होला, तर यस्तो साहित्य चाहिँ डेफिनेटली समाजको ऐना हो। किनभने तपाईँले यहाँ हेरिराख्दाखेरि मैले केही अवस्थाहरूको चाहिँ त्यो चित्रण कसरी भइरहेको छ, पात्रहरू को छन् भने पात्रहरूलाई दिएको नामहरू हेर्दै जाँदाखेरि त्यसले त्यो समाजको वास्तविकतालाई चाहिँ उजागर गरिरहेको हुन्छ। एउटा मैले किताब पढेको थिएँ एनिमल इन्टिमेसी भनेर, त्यो एन्थ्रोपोलोजीमा पढेको किताब हो। तर यहाँ चाहिँ तपाईँले हेरिराख्नुभयो भने मान्छेको सहारा, मान्छेलाई बाँच्ने सहारा, उसको ह्याप्पिनेस होइन, उसको कठिनाइमा चाहिँ कति धेरै पशुवस्तु उसको अन्तरङ्ग सम्बन्धहरू भएको हुन्छ भनेर देख्न पाइन्छ। त्यहाँ तपाईँले पटक पटक हाम्रो कुकुरहरूसँगको सम्बन्ध देख्नुहोस् या अरू भेडाहरूसँगको सम्बन्ध। अनि त्यो हाम्रो जनजीवन हो, वास्तविक जनजीवन। किनभने घोडाघोडीसँगको सम्बन्ध होइन, त्यो पात्रहरूसँग। अनि हाम्रो स्थानहरू पनि अब हामी त्यही लिएका जाने, हाम्रो त्यो एउटा चाहिँ सहरमा केटाकेटीहरू नआउनुभन्दा अगाडि चाहिँ अब जो गाउँमै बसिराख्दा त हाम्रो त्यो एउटा सम्बन्ध भनेकै हाम्रो लेकतिर चरिचरण हुने खर्कहरू पाटनतिरको कुराहरू हुन्छ। त्योसँग चाहिँ जुन सम्बन्धहरू बनिरहेको हुन्छ, त्यो सम्बन्धहरू एकदम मजाले चाहिँ आइराख्दाखेरि चाहिँ आफै नै त्यहाँ पुगेको भूगोल होइन, आफू हिँडिरहेको कुरालाई चाहिँ चित्रित गरिरहेको पाउँथेँ। र अनि हाम्रो त्यो हाट बजार होइन, दुःखको लागि इन्डियातिर जाने जुन अहिले पनि रियालिटी हो, म र लेखकको बिचमा चाहिँ झन्डै एक पुस्ताको फरक छ जस्तो लाग्छ अहिले उमेर पनि हेरिराख्दाखेरि। हामी हुर्किँदै बढ्दै गर्दाखेरि पनि जुन परिवेश हामीले देख्थ्यौँ, अहिलेको लेखकले पनि झन्डै त्यही परिवेशलाई नै चित्रित गरिराख्नु भएको छ। भने कर्णालीको समाज चाहिँ एक प्रकारको होमियोस्ट्याटिक सोसाइटी भनेर कुनै बेलामा समाजको अध्ययन गरिराख्दाखेरि चाहिँ बिहारी कृष्ण श्रेष्ठले लेख्नु भएको थियो क्या, समाज यस्तो कि एकदमै परिवर्तनै हुन पाइरहेन होइन, अलिकति परिवर्तन होला जस्तो हुन्छ अनि फेरि उस्तै स्थिर समाज जस्तो। त्यो समाजमा चाहिँ बाह्य प्रभावहरू चाहिँ पर्न सकेको छैन, त्यो न सुधारका भनौँ न, त्यो सकारात्मक कति धेरै कुराहरू ओझेल छ। भनेपछि यो समाज अझै पनि हामी त्यसैमा गइरहेछौँ भनेपछि हामीलाई त्यो 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 अवस्थाको चित्रण दिइरहेको छ। भनेपछि झन्डै एक पुस्तासँग पनि मैले त्यही कुराहरूलाई एकदम आत्मसात गरिरहेको पाइरहेको छु भन्ने। अनि अब अर्को चाहिँ यहाँ जस्तो अवस्थाहरूलाई चित्रिनु भएको पाइरहेको हुन्छ नि, त्यो अवस्था पनि त्यही छ हेर्नु है। जस्तो यो कतिपय चाहिँ हाम्रा त्यो लवजहरूबाट सुरु गरौँ, त्यसपछि हाम्रो लवजहरू चाहिँ कर्णालीका लवजहरू, कर्णालीको गाउँ होइन, गाउँ घरमा देखिने लवजहरूलाई टिपेर जसरी ल्याउनु भएको छ नि, तिनीहरूले कहिलेकाहीँ चाहिँ मलाई चाहिँ त्यो लवजहरू प्रयोग गर्ने कुरा एकदम शक्तिशाली लाग्छ है। त्यसले चाहिँ कहिलेकाहीँ समाजमा अर्कोतिर त्यसले गलत भाष्यहरू बनेछ भने पनि त्यसलाई चिर्न मद्दत गर्छ। जस्तै एकदम धेरै आइराख्ने एउटा शब्द छ जोइपोइ है, हामीलाई चाहिँ पहिलो जानु भनेको भन्यो भने चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ गीतहरूमा आउँदाखेरि कहाँ पहिलो भने त होइन यस्तो ठिक होइन, अलिकति फरक तरिकाले गरेर आउँथ्यो होइन, जोइपोइ भन्नु भने त्यो होइन। तर हाम्रोमा त त्यो वास्तवमा श्रीमान श्रीमतीलाई नै जनाउने कुरा हो नि त, त्यो कुरा चाहिँ बारम्बार ल्याइराख्नु भएको छ नि। त्यो आउनु भनेको त्यसले चाहिँ सामान्यकरण त्यो अर्थमा बुझ्छ जसले चाहिँ रेस्पेक्टेड नै हो होइन, त्यसलाई केही पनि फरक। जस्तो कुनै बेला हामीले कुडा भन्ने शब्द गर्दा, कुडा कर्णालीका गरिराख्दा हामीलाई थाहा छ, कुडा भन्यो भने त कुरा कर्कटसँग जोडिदिन्थ्यो क्या कसैले, तर त हाम्रो कुराकानीलाई कुरा भन्यो हो नि त होइन भन्ने कुरा। अथवा त्यो मान्ठा भन्ने शब्द होइन, कस्तो मान्ठा रहेछ भनेपछि अब अलिकति त्यो अझै त्यो हामीले सोचेको जस्तो चाहिँ मोडर्निटीसँग चाहिँ एक्सपोजर नभए मान्ठा हो कि। तर हामीले जब त्यो शब्दहरू लिएर आउँछौँ होइन, त्यसले सार्थकता पाउँछ र त्यसको एउटा बहु अर्थ छ भनेपछि त नेपाली साहित्य आकाशमा, शब्द आकाशमा नयाँ शब्द पनि त स्थापित भयो नि त। त्यसरी हेऱ्यो भने चाहिँ धेरै त्यस्ता शब्दहरू चाहिँ आउँछन् स्थानीय लवजहरूमा आउने कुराहरू। अनि कतिपय गीतहरूमा पनि त्यो कुराहरू आउँदाखेरि चाहिँ
यस्तो मिठास रमाइलो लाग्छ कि अनि त्यो शब्द त्यो चिजहरू हेर्दै जाँदाखेरि चाहिँ त्यसको त्यो अवस्थाहरूलाई चित्रण गरेर हुन्छ क्या त्यो अवस्था अहिलेको वास्तविकता हो समाज कस्तो छ भन्ने कुरा विधवाहरू हुने अवस्था होस् अथवा एक्लोपना होस् अथवा त्यहाँ एकदम धेरै मातृत्वको कुराहरू गर्भावस्थादेखिको कुराहरू र अनि हामी कहाँ सुत्केरी समस्याले त्यो जटिलता अझै पनि छ नि त यो कुरा चाहिँ तपाईँको बिरामी पर्ने कुराहरू होस् अथवा उसको त्यो त्यो मसान घाटदेखि लिएर मस्टको थानसम्मको कुराहरू होस् भनेपछि त्यो मान्छेको जीवन चाहिँ कसरी त्यो वरिपरि घुमिरहेको छ भनेपछि अनि तपाईँले त्यो पाउने त त्यो अहिलेको वास्तविकता नै त्यही हो भन्ने कुरा देखिन्छ अनि त्यो जुन ठाउँको कुरा गरिरहेको छ त्यो ठाउँ अहिले पनि राम्रोसँग रोड पुगेको छैन स्कुल राम्रो छैन बिजुली पुगेको छैन होइन हामी यहाँ 5G को कुरा गर्छौँ त्यहाँ 2G को नेटवर्क पनि लागिरहेको छैन समस्या त्यो हो कि अनि तपाईँले पढ्दै जाँदाखेरि चाहिँ हामी अहिले 21औं शताब्दीको पहिलो कालखण्ड फर्स्ट क्वार्टर सकेर होइन 2026 मा यहाँ कुरा गरिरहेछौँ तर यसले चाहिँ 18-19औं शताब्दीको चाहिँ वास्तविकतासँग चाहिँ देखाइदिन्छ त्यसले समाजलाई राम्रोसँग चियाउने हो यही पढ्यो भने राजनीतिक रूपमा कुरा गर्नेहरूलाई पनि एउटा समाजको दर्शन दिन्छ होला समाज कहाँ छ अथवा हामीले यतिका वर्ष राजनीति गरेर पनि समाज कहाँ पुर्याइरहेछौँ त कहीँ राखिरहेछौँ त भन्ने पनि यसले चित्रण गर्छ र अहिले भइरहेको समाजको परिवर्तनलाई पनि यसले देखाउँछ जस्तो लाग्छ कि तपाईँ त्यहाँ भेडीगोठमा बस्दै गर्दा अहिलेको भेडीगोठ चाहिँ अन्तिम पुस्ता हो त्यहाँ भेडा चराउनुको लागि विशाल त्यो खर्कहरू पाटनहरू रेन्जल्यान्डहरू छन् तर त्यो चराउने गोठालाहरू ग्वालाहरू चाहिँ जुन पुस्ता हुन्थे तिनीहरू चाहिँ अब सहरतिर गइसक्यो भनेपछि त अहिले 60, 70, 50, 55 हुने पुस्ता चाहिँ अन्तिम पुस्ता हो उनीहरूको सँगसँगै चाहिँ त्यो भेडा पालनको व्यवसाय हराउन पनि सक्ने अवस्था छ जसरी चाहिँ घोडाघोडी पाल्ने अवस्था हरायो यहाँ चाहिँ घोडाघोडीको पनि प्रसङ्ग छ होइन त्यो चाहिँ म आफै पनि मेरो घरमा हामी हुर्किँदै गर्दा यति धेरै घोडाघोडी पाल्थ्यौँ र त्यसैको लागि म त्यो पाटनमा जान्थेँ जुन पाटनको कुरा चाहिँ यहाँ पनि आइरहेको छ म अस्ति भर्खरै पनि एउटा त्यो गिरीदह भन्ने ठाउँ जाँदै गर्दा त्यही पाटन गएको थिएँ कैयौँ वर्षपछि तर हामीसँग एकचोटि चाहिँ घोडाघोडी थिएन हामी चाहिँ अब एउटा टुरिस्ट घुम्ने ठाउँको रूपमा चाहिँ त्यहाँ पुगेका थियौँ किनभने त्यो समाज यसरी परिवर्तन कुनै कुनै ठाउँमा आइसकेको छ र अनि केही कुराहरू चाहिँ जस्तो स्कुलहरूमा पढिराख्दा अहिले पनि हामीलाई चाहिँ बिएससी सरहरूले पढाएको याद छ होइन हामीलाई त्यो सरको वास्तविक नाम थाहा हुँदैन तर त्यो बिएससी सर हुन्थे अथवा मण्डल सर या चौधरी सरहरू हुन्थे होइन त्यो अझै पनि कर्णालीलाई चाहिँ एकदमै धेरै शिक्षित बनाउने पुस्ता भनौँ न त्यसरी गएकोहरूले गरिरहेको हुन्थ्यो उहाँहरूसँग र अब हामी कहाँ चाहिँ सामाजिक अन्तर्द्वन्द्वहरू छ अझै पनि त्यो समाजमा हेर्ने होइन त्यो स्थितिहरू त्यसले देखाउँछ यिनीहरूले चाहिँ तपाईँ पढ्दै गयो भने चाहिँ वास्तविक कर्णालीको एउटा चित्रण चाहिँ एकदमै राम्रोसँग गराउँछ र यो जुन जाजरकोटदेखि जुम्ला गइरहेको कुरालाई पढ्दै जाँदा मलाई चाहिँ कहिलेकाहीँ चाहिँ ठ्याक्क बुद्धिसागरको चाहिँ याद आएको थियो कर्णाली ब्लुज एक प्रकारले यसले नि कर्णाली ब्लुज नै सिर्जना गराउँछ होइन त्यो ब्लुज भनौँ न त्यहाँको यादहरू एकदम धेरै ल्याउँछ एक दुईवटा प्रसङ्गहरू चाहिँ एकदम इन्ट्रेस्टिङ ल्याएको थियो कैलालीदेखि कालीकोटको कुरा चाहिँ कर्णाली ब्लुजमा थियो होइन यहाँ जाजरकोटदेखि जुम्लाको कुराहरू चाहिँ धेरै यसमा अवतरण गरिरहेको हुन्छ तर कथाको प्रसङ्गहरू कथाहरू चाहिँ एकदमै फरक छन् भनौँ न तर त्यो स्टोरी टेलिङ गर्ने मैले भने नि त्यो इथ्नोग्राफिक डिटेलिङ जस्तो होइन यो चाहिँ एकदम मजा लागेको थियो तपाईँ पढ्दै जाँदाखेरि त्यो परिवेशलाई चाहिँ यस्तो मजाले बुझाइदिन्छ र त्यो कथाहरूमा आउने चाहिँ केही सर्टेन इन्ट्रेस्टिङ ट्विस्टहरू अथवा भनौँ न संयोगहरू यस्तो बन्छ र अनि त्यो बिम्बहरूको प्रयोगहरू पनि मलाई एकदमै राम्रो लाग्थ्यो अनि 11वटा कथा छ 11वटा छुट्टा कथा हुन् त्यसमा एउटा होला मकवान बुद्धपुर पढ्न आउँदाखेरि चाहिँ को प्रसङ्गहरूबाट सुरु होला नत्र सबै चाहिँ त्यही समाज वरिपरि छ त्यो भने त्यो सबै 11लाई जोड्यो भने एउटा सग्लो समाज छुट्टै कथा भए पनि एउटा सग्लो समाजको चित्रण त्यसले गर्छ जस्तो लागेको अब यसमा चाहिँ त्यो पारिवारिक संवेदनाहरू चाहिँ एकदम राम्रोसँग उजागर गर्नु भएको छ हाम्रो सामाजिक संरचनाहरू गरिबीको कुरा गर्नुहोस् या त्यहाँ भएको अभावको कुराहरू होस् या यो इन्टिमेसीको कुराहरू होइन यिनीहरू छ हाम्रो आर्थिक सामाजिक मुद्दाहरू नै ती हुन् तपाईँको सुत्केरी हुँदाखेरिको समस्या होस् या हाट जाने हटारूको कुरा होस् या कालापाट जाने कुराहरू होस् ती कुराहरू चाहिँ अथवा छाउपडीको कुरा होस् यी कुराहरू चाहिँ हाम्रो चाहिँ आर्थिक सामाजिक मुद्दाको रूपमा पनि ती कुराहरू आएको पाएको थिएँ होइन त्यो उसमा अनि यो यसले चाहिँ एक प्रकारको त्यो जुन आञ्चलिकता अथवा प्रादेशिक एउटा चाहिँ कुरा ल्याएर राख्दाखेरि चाहिँ त्यसले त्यो एउटा संस्कृतिलाई पनि उजागर गरिरहेको छ संस्कृति पक्षहरू पनि कुनै पात्रहरू चाहिँ तपाईँको पढ्दै जाँदाखेरि चाहिँ त्यो बिर्सिन नसकिने जस्तो
मैले त टुल्के पढिराख्दा एउटा फुर्के यो कुकुरको पढाए जस्तो होइन तिनीहरू याद आइरहेको थियो। अनि कुनै कुनै ठाउँमा चाहिँ अब हामी आफैलाई चाहिँ त्यो एउटा इमेजिनेसन चाहिँ थप क्रिएट गरिरहेको पनि पाएको थिएँ। यो विभिन्न विभिन्न एङ्गलबाट हेर्दाखेरि चाहिँ यो 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 यसले चाहिँ एक प्रकारले हाम्रा कथाहरूलाई, हाम्रो ठाउँका कुराहरूलाई होइन, हाम्रो लेख्ने अभ्यासलाई, लेखकीय त्यो जुन पनालाई एउटा नयाँ बृहत्तर अडियन्ससँग ल्याउनको लागि एउटा ठुलो कडी भएको र कर्णालीलाई जोड्ने होइन, जोड्ने मान्ठ हुनुभयो। अब यो कथाभित्र चाहिँ के छ भन्ने कुरा कथा पढ्दै जाँदाखेरि पनि थाहा होला। मलाई यो कथा, यो किताबले पनि एकदमै धेरै किन छोयो भने त्यो पोहोर साल भदौतिर चाहिँ मान्ठ भन्ने गीत, म मान्ठ हुँ म मान्ठ हुँ म मान्ठ जुर्मुर आउँछु त तप्त अग्नि चाहिँ त्यो अग्नि भरभर आउँछ भन्ने त्यो गीत भइरहेको थियो। अनि त्यति बेला त्यो मान्ठ धेरै मान्छेलाई के हो त्यो मान्ठ भने भन्ने थियो। अनि हामीले भन्नै पर्दैन थियो, एकछिनपछि कसैले थाहा पाएको हुन्थ्यो, ए मान्ठ भने त मान्छे हो भनिन्थ्यो। अनि त्यसले त्यो मान्ठले चाहिँ एउटा चाहिँ एकदम पावरफुल भनौँ न त्यो क्रिएट गराएको थियो इमेजिनेसन। अनि यो किताब चाहिँ मान्ठ र देउताको कुरा पनि यसैमा गएको छ। अनि हाम्रो समाज, हामी अस्पताल उनीहरूभन्दा देउतासँग बढी जोडिएको हुन्छ, अथवा हामीलाई देउता र भूतको कथाहरूले जोड्छ। म इथ्नोग्राफिक पटक पटक कुरा गरिरहेको छु। म एउटा इथ्नोग्राफिक स्टडीको लागि जुम्लाको एकदम रिमोटको एउटा गाउँ छ, लास्ट गाउँ, त्यसपछि डोल्पा लाग्छ। त्यो गाउँमा बसेको थिएँ। अनि गाउँमा बसेर एक दिन राति चाहिँ त्यहाँ घरबेटी उसँग कुरा गरिराख्दाखेरि चाहिँ उहाँले गाउँभरिको कुराहरू सुनाउनु भयो। बच्चाहरू बिरामी हुने, मर्ने, कहिलेकाहीँ यस्तो कुराहरू गरिराख्दाखेरि किन हुन्छ बिरामी भन्दाखेरि चाहिँ एकदम भूतै भूत छ यहाँ भनेर भने होइन। अनि कहाँ छ त भूतहरू भन्यो भने त्यसपछि त्यो माथि जङ्गलमा छ, त्यो बाटोमा छ, तल खोला तर्दाखेरि छ होइन, उता घरको पछाडिपट्टि छ, उता त्यो डाँडाको उल्टी पत्तापट्टि छ। यो कुरा गर्दै जाँदाखेरि गाउँभरि भूतै भूत छ क्या होइन, जुनसुकै बाटोमा पनि भूतै भूत छ। उहाँले राति सुनाउनु भएको मलाई होइन। यति धेरै भूतै भूत भएको ठाउँमा तपाईँ किन बस्नुहुन्छ भने यहाँ देउता पनि त छन् भन्छ क्या। त्यसपछि अनि को छ त, कहाँ छ त देउता भनेपछि अब होइन, उसको माथि छतमा पनि एउटा थान छ, उता त्यहाँ ध्वजा झुन्डाएको छ थान छ, यता छ भने चाहिँ त्यो अन्तर सम्बन्ध हेर्नु न, त्यहाँ भूत पनि छ, त्यहाँ देउता पनि छ। उसको आसमा उसमा जिन्दगी बिताइरहेको छ क्या होइन। त्यहाँ मान्ठा पनि छ, देउता पनि छ। अब यो कुरालाई चाहिँ तपाईँले पहिलो त्यो जुन यसको एउटा शीर्षक कविता जुन अवार्ड विनिङ कविता पनि हो, त्यो पढ्दै जाँदाखेरि चाहिँ तपाईँले महसुस गर्न सक्नुहुन्छ क्या कसरी एउटा मान्छेलाई त्यो कहिलेकाहीँ तपाईँले भूत भने पनि त्यो आफ्नै हो, देउता भने पनि आफ्नै हो भन्ने कुरा चाहिँ फिल गर्न सक्नुहुन्छ। अनि पढ्दै जाँदाखेरि चाहिँ दिमाग एकचोटि चाहिँ रन्थन्याउन पनि सक्छ जस्तो लाग्छ। यसरी चाहिँ यो किताब मेरो विचारमा हाम्रो समाजको एउटा राम्रो ऐनाको रूपमा जान्छ र यसले एउटा सम्भावना देखाउँछ कि कर्णालीमा अत्यन्त धेरै सम्भावनाहरू छ। कर्णालीमा नयाँ युवाहरू पनि एकदम सशक्त रूपमा लेख्न थाल्नुहुन्छ। यो लेख्दै गरिराख्दाखेरिको उहाँको केही चाइल्डहुड स्कुलको स्टोरीहरू पनि सुन्छौँ। यो उमेर सँगसँगैको कुरा होला। अब उहाँले चाहिँ राम्रो लेख्दै जानुभयो भने अझ कति गहन र सशक्त त्यो समाज सँगसँगै विकसित हुन्छ होला, उहाँका आगामी पुस्तकहरू अझ कति गहकिला हुन्छन् होला भन्ने पनि यसले चाहिँ दृष्टिगोचर गर्न सकिन्छ। उहाँलाई चाहिँ एकदम धेरै शुभकामना दिएर मेरो आफ्नो विचारहरू यो किताबप्रतिको म यहाँ राख्न चाहन्छु र यो अवसर जे दिनुभयो यसको लागि प्रकाशक सबैजनालाई धन्यवाद दिन चाहन्छु। नमस्कार।